आज म यहाँ कुकुरहरू चाहिँ घाइते कुकुरहरू राख्ने ठाउँमा आएका छौँ। स्टाफहरू 2 जना आउँदै हुन्छ। देख्नुहुन्छ स्क्रिनमा कोट लगाएको भाइ कुकुरहरू रहेछ, कति पालेको रहेछ, सब घाइते कुकुरहरू जस रिकभर भइसकेको छ। यहाँहरूले हामीले वहाँ हाम्रो घरको छेउमा एउटा घाइते कुकुर भेटेर अनि यो ठाउँ पत्ता लगाएर सुनेको भरमा पत्ता लगाएर यहाँ हाम्रो दाइ कृष्ण दाइ यो कुकुरलाई चाहिँ हामीले उद्धार गर्न ल्याएका छौँ। बाटोमा घाइते अवस्थामा थियो। टोक्दैन खोइ हामीले लोड गर्दा टोकेन होइन, टोक्दैन बिचरा, त्यस्तो घाइते छन् के टोकोस् त नि त्यसले। हामीले यसको उद्धारको लागि यहाँ लिएर आयौँ। उहाँले लिएर जाँदै हुनुहुन्छ। ढाड गएको छ यसको। ल यसलाई उद्धारको लागि हामीले छोडेर जाँदैछौँ यो डग केयर सेन्टरमा। बाटोमा थियो त्यहाँ घाइते भएर मोटरसाइकल हान्देर होइन भुमैबाट लिएर आएको हामीले। जस यहाँ चाहिँ एउटा राम्रो व्यवस्था गरेको रहेछ। हामीले गाडीमा ल्याएर एउटा छोडिदियौँ। यो बुटुलको नजिकै चरङ्गे भन्ने ठाउँमा शान्ति टोलमा रहेछ। जस यो सबै घाइते कुकुरहरू कतै रिकभर भइसकेका छन् र 5-6वटा ढाड गएको कुकुरहरू त्यहाँ भित्र देख्नुभयो तपाईँहरूले। जस्तो कुकुर पनि घाइते भएपछि यहाँ ल्याएर जो उहाँले राम्रो टेक केयर गर्नुभएको रहेछ। यहाँ यो चाहिँ अल केयर नेपाल हेभन फर डग्स, हेभन फर स्ट्रे डग्स भनेर स्पोन्सर एन्ड फाइनेन्स बाई यशोदा पार्वती फाउन्डेसन भनेर देख्न सक्नुहुन्छ बोर्डमा। यो चरङ्गेको शान्ति टोल स्थित रहेछ। यहाँहरूले पनि यो ठाउँमा कुनै बाटोमा घाइते भएको कुकुर भेट्नुभयो भने त्यसको उद्धारको लागि ल्याएर यो ठाउँमा छोडिदिन सक्नुहुन्छ। यसले गर्दाखेरि एउटा राम्रो त्यो घाइते कुकुरको उपचार गरेर राम्रो एउटा फेरि राम्रो स्थितिमा आउन सक्छ र यहाँहरूलाई पनि धेरैभन्दा धेरै पुण्य प्राप्ति हुन्छ। हामीले घर राखेर त्यसको राम्रो केयर त गर्न सक्दैनौँ, तर जस्तो यो यहाँ देख्नुभयो बोर्डमा यो चाहिँ यो अल केयर नेपाल हेभन फर स्ट्रे डग्स करेन्ट स्पोन्सर्ड एन्ड फाइनेन्स्ड बाई यशोदा पार्वती फाउन्डेसन भनेर लेखेको छ र सम्पर्क नम्बर 9867002067 रहेको छ। यहाँले पनि यसमा सम्पर्क गरेर घाइते कुकुरहरूलाई उद्धार गरिदिन सक्नुहुन्छ। यो एउटा सर्वसाधारण सबैलाई जानकारीको लागि यो मेरो भिडियो मार्फत यहाँहरूलाई मैले जानकारी दिँदैछु। चरङ्गेबाट सिधा उत्तर हाइवेबाट चरङ्गे त सिधा उत्तर हाइवे नछोडिकन
टर्निङ पोइन्ट आउँछ, त्यहाँबाट फेरि राइट लिएर सिधा पूर्व आउने, पूर्वबाट एउटा पुल छ, पुल कटेपछि फेरि दाहिनेतिर मोडिएर सिधा दक्षिण आउनुभयो भने करिब 300-350 मिटर दक्षिण आउनु भएपछि यो केयर सेन्टर हजुरले भेट्न सक्नुहुनेछ। भिडियो धेरै लामो हुने हुँदाखेरि मैले यही भिडियोलाई अन्त गर्न चाहन्छु। हस्, धन्यवाद। कृपया मेरो च्यानललाई पनि सब्सक्राइब गरिदिनु होला, लाइक गरिदिनु होला। यो मैले पहिलोपटक यो भिडियो बनाउँदैछु, त्यसकारण हस् त, नमस्कार, धन्यवाद।